गाइस म पसलबाट पनि आइसकेको थिएँ र हाम्रो यहाँ ब्रान्ड न्यू टुल पनि आइसकेको छ स्टुल। सो हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक टु अनदर न्यू ब्लग। आजको ब्लग स्टार्ट हुँदैछ मेरो रुमबाट। सो गाइस आजको ब्लग धेरै दिनपछि स्टार्ट हुँदैछ र आजकलको मौसम यस्तो पनि रहेको छ, धेरै हुस्सो लागेको, चारैतिर हुस्सो छ। अझै मेरो भाइ अहिले होमवर्क गर्दैछ मेरो भाइ। अस्तिदेखि के गरिस् भाइ? ए हिजो त स्कुल गएको थिइस् नि, हिजो तेरो फर्स्ट डे थियो। हिजो के भयो? अनि राति किन गरिनस् होमवर्क? सो गाइस आजको मौसम एकदम बवाल रहेको छ। अहिले बिहानको 6:30 बजे र गाइस हाम्रो यो घडी पनि चेन्ज भइसकेको छ। यहाँ पुरानो घडी, यहाँ नयाँ घडी। राम्रो सोच गाइस यो घडी, हाम्रो पुरानो घडी। र दसैँमा भ्लग पनि बनाउनु पाइन गाइस नि भाइ। हामी गएको थियौँ गाइस। अहिले म नास्ता गरेर पनि आइसकेको छु, चिया खाएर, चिया बिस्कुट खाएर। र आज मेरो नयाँ हेयर स्टाइल दसैँमा चाहिँ एकदम ठुलो भएको थियो नि त, त्यसलाई कटाइहाल्यो। मेरो भाइको त सानै छ गाइस अहिलेसम्म। होमवर्कहरू गरिस् सबै? आज यसको स्कुल छ र मेरो चाहिँ छुट्टी छ। हाम्रो स्कुल गाइस कार्तिक 12 गतेदेखि लाग्नेछ। सो कार्तिक यता छ। कार्तिक 12 गते तिहार पछि हाम्रो स्कुल लाग्नेछ गाइस। र मेरो भाइको चाहिँ लागिसकेको छ, डेली पनि जाँदै छैन। हिजो यसको फर्स्ट डे थियो र हिजो गएको थियो। आज जान्छस् कि नै? किन जानु त मन छैन, तर पनि जान्छु गाइस। अरे गाइस हाम्रो भ्याक्सिन होमवर्क पनि दिएको छ। सो गाइस मैले खाना पनि खाइसकेँ र मेरो भाइले पनि खाइसकेको छ। अब गाइस यसको स्कुलको टाइम पनि भइसकेको छ, 9 बज्न आँटेको। यसको बस 9:30 बजे आउँछ। साझे कहाँ भयो? साझ सो गाइस नुहाएर फेरि पसल जानु। सो गाइस म नुहाएर पनि आइसकेको छु र मेरो भाइ अहिले ड्रेस लगाएर रेडी पनि भइसकेको छ, पुरै युनिफर्ममा। यसको टाइम पनि भइसकेको छ गाइस। ए खोइ बस खोइ झुट बोल्ता है। प्र्याङ्क गर्छस्? प्र्याङ्क अब पख्न गाइस। यसकोसँग पनि एउटा कुनै प्र्याङ्क गर्नुपर्छ। यसले मसँग प्र्याङ्क गर, अब यसलाई पनि एउटा प्र्याङ्क गर्छु म। रिभेन्ज आई विल टेक। सबै चाहिँ अब म पसल जान्छु। खाना पनि खाइसकेँ, नुहाइ पनि सकेँ नि भाइ। गाना गर्छ, गाता गाना गाता। सो गाइस अब जाँदैछु म भाइले पुर्याउन। सो गाइस म पसलबाट पनि आइसकेको थिएँ र हाम्रो यहाँ ब्रान्ड न्यू टुल पनि आइसकेको छ, स्टुल। सो गाइस यसको प्राइस चाहिँ कति पर्यो होला सोध्नुपर्छ मम्मीलाई। हुन त हेभी छ गाइस, लोटस ब्रान्डको। एकपल्ट यहाँ उभिएर हेरौँ त। डर छ
बस्दा पनि कम्फर्टेबल छ गाइस। तर यो सानो रहेको छ, राम्रो छ। तर अझै गाइस तिहार पनि आउँदैछ, सबैलाई एडभान्समा ह्याप्पी तिहार। सो गाइस अब म फ्रेस भएर आउँदैछु। खानासाना खाइसकेँ, अहिले 8:30 हुँदैछ। ल गाइस आजको भ्लग यति नै। आई होप तपाईँहरूले यो भ्लग राम्रो लागेको होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। अब भेटौँ अर्को नयाँ भ्लगमा, तबको लागि बाई।